सेवा नमस्कार। हामी अहिले चाहिँ मेरो भान्जा र म चाहिँ कहाँ जाँदैछौँ भान्जा? हामी अब अहिले धनकुटातिर जाँदैछौँ। हामी धनकुटा जाँदैछौँ है। हामी दुईजना चाहिँ अहिले यहाँ छिमेकी नजिकै यहाँ डोरामारी पर तपाईँहरूलाई म देखाउँदैछु है। पर मिल छ, त्यो मिलमा चाहिँ हामी धान कुट्न भनेर हामी दुईजना जाँदैछौँ। भान्जाले यहाँ तोरी पनि बोकेको छ तेल पेल्नलाई। यहाँ छ हेर्नु होला है, तेल यहाँ साइकलमा तोरी छ। तोरी तोरी यो तोरी तुरी यो तुरी कुट्ने पेलेर यताबाट तेल निकाल्ने। हामी चाहिँ आज धान कुट्न जाँदैछौँ भान्जा र म। अनि अब चुनावी अहिले चुनावको माहौलमा है अलिअलि रुगा मर्की पनि लागिरहेछ। यो मौसम चेन्ज हुने बेलामा होला र सबैतिर खेती अहिले चाहिँ धान रोप्ने कार्यक्रम भएको हुनाले सबैतिर पानी हालेकोले अलिक चिसो चिसो मौसम भएकोले पनि गर्दाखेरि अलिक रुगा मर्की खोकी लागिरहेछ होइन। तपाईँहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला। अब आउँदो चुनावमा तपाईँहरूले आफ्नो मत चाहिँ तपाईँहरूको एउटा सानो मत भनेको चाहिँ कुनै न कुनै गधाहरूको चाहिँ 5 वर्षको लागि चाहिँ पक्का पैसा कमाउने होइन, क्राइम गर्ने, दुनियाँ दिवाना गर्ने भनौँ न होइन, सबै थोक गर्नको लागि चाहिँ अधिकार हो त्यो तपाईँले दिएको मत भनेको कुरा। त्यसैले गर्दा तपाईँहरूले आफ्नो मत कहाँ दिने, कसलाई दिने भन्ने कुरा चाहिँ सोच्नु होला भन्ने मेरो तपाईँहरूलाई सानो सुझाव होइन। हुन त म तपाईँहरूलाई सुझाव दिन लायक नभए पनि मेरो मनमा लागेको कुरा चाहिँ त्यस्तो। र म चाहिँ कुन पार्टीलाई मत दिन्छु भन्ने कुरा चाहिँ अहिलेसम्म पनि थाहा छैन र मलाई थाहा चाहिँ कहिले हुन्छ होला भन्दाखेरि त्यो पनि थाहा छैन, कहिले हुन्छ भन्ने कुरा पनि थाहा छैन। र के हो भन्छ बिग्रियो। अनि हाम्रो गाउँ हेर्नु होला, ऊ परको चाहिँ हाम्रो गाउँ हो। म चाहिँ गाउँदेखि टाढा यो जङ्गलमा बस्छु र मेरो जङ्गलको बारेमा मेरो बेग्लै पर्सनल मेरो लाइफको भ्लग आउँदैछ र म प्रत्येक दिन अलिअलि गर्दै मेरो भ्लग बनाउँदैछु होइन। त्यो भ्लग चाहिँ स्पेसल आफ्टर मेरो डेथ पछाडि पनि होइन सबैले हेरुन् भन्ने मेरो एउटा उद्देश्य छ र त्यो चाहिँ सधैँ अलिअलि गर्दै मेरो एउटा क्लिप बन्दैछ। मैले भ्लग गर्नुको कारण चाहिँ के भने म एउटा सिङ्गल मान्छे र मलाई लाइफमा अब जस्तो अब स्वास्नी छोराछोरी हुनेहरूले त होइन, स्वास्नी छोराछोरीले मेरो यस्तो हस्बेन्ड थियो, मेरो यस्तो बाउ थियो, मेरो यस्तो थियो भन्ने कुराहरू सम्झिन्छन्। तर मेरो चाहिँ म चाहिँ सिङ्गल भएको हुनाले मेरो चाहिँ सम्झिने कोही छैन। मेरो सम्झिने मलाई हार्ट माया गर्ने भनेको मेरो एउटा टुल्की भन्ने एउटा डग छ। मेरो टुल्की भन्ने डग चाहिँ पर कुद्दैछ है, पर कुद्दैछ। म त्यसलाई अन्त पख म मेरो त्यो डगलाई बोलाउँछु। तपाईँहरू हेर्नुहोस् है, त मेरो डग चाहिँ यति लोयल छ मेरो लागि चाहिँ होइन। र यो चाहिँ यो हेर्नु, यो चाहिँ डगको लागि अब हामी यहाँ तोरी कुट्न आउँदाखेरि चाहिँ डग चाहिँ उफ्रिन्छ, कुद्छ चारतिर। यहाँनिर अरू पनि कुकुरहरू हुन्छ होइन, भुक्छ भनेर चाहिँ मैले चाहिँ उसको लागि सेफ्टीको लागि चाहिँ यो बाँधेर मिलमा धानसान कुटिसकेर अनि त्यसपछि फेरि छोडेर फेरि फर्किने हो क्या। त्यसैले गर्दा मैले यो चाहिँ लिएर आएको छु होइन डगको लागि। र आज हामी सायद आज हामी दुईजना भयौँ भान्जा र म। आज हामी अलिक मिठो खानेकुरा पनि पकाएर खान्छौँ किनकि सिङ्गल बस्दाखेरि प्राय खाना खाइँदैन, किनकि खाना मिठो हुँदो रहेछ। आज मेरो भान्जा आएको छ, त्यसैले गर्दाखेरि हामी दुईजना आज के खान्छौँ? सुँगुरको मासु र भात खाने हो। के खाने आज हामी? बङ्गुरको मासु र मासु भात खाने। आज हामी मासु भात खाँदैछौँ होइन। मैले पनि धेरै दिन मतलब 10 दिन 11 दिन पछाडि होला म आज मासु खाँदैछु। किनभने एक्लै खायो एक्लै पकायो कि मिठो नहुने होइन। मलाई यो पनि एउटा गर्व, मलाई यो पनि एउटा यस्तो लाग्छ है, घरमा दिदीबहिनी जसले पनि होइन खाना पकाउँछ, डेली पकाउँछ नि, म छोरा मान्छेहरूलाई पनि यो भन्न चाहन्छु कि आफ्नो श्रीमती होस्, आफ्नो आमा होस्, आफ्नो बहिनी दिदीहरूलाई पनि घरमा घरिघरि आफूले पनि खाना पकाएर खुवाउनु पर्ने रहेछ। मलाई चाहिँ त्यो अहिले म त्यो सिङ्गल बसेको हुनाले मलाई यो एउटा अनुभव भयो कि आफूले पकाएको खाना आफूलाई बिल्कुल मिठो लाग्दो रहेछ। त्यही भएर प्रायः म महिनामा 8 साग 10 साग जति चाहिँ खाना पकाएर खान्छु होला, नत्र भने मलाई मिठो लाग्दैन होइन। त्यत्तिकै सुत्दिन्छु होइन। फेरि खासै ऊ पनि लाग्दैन, अलिक कमजोर भएको पनि अनुभव चाहिँ छ मलाई होइन। र म हल्का बिरामी पनि छु। अब गइ चाहिँ हालिँदैन होला, गइहाले पनि केही हुनेवाला पनि छैन। सिङ्गल मान्छे मलाई यदि म मरिहालेँ भने मलाई भनेको धेरै माया गर्ने चाहिँ मेरो यही टुल्की हो होइन। योभन्दा अरू कोही पनि छैन। मान्छेलाई कहिले पनि हट माया कहिले पनि गर्दैन, मलाई यो लाग्छ होइन।
बरु जनावरले गर्छ। जस्तो मेरो डगले मलाई धेरै माया गर्छ। यदि म इनकेस केही भइहाल्यो भने मेरो डग पनि मेरो पिरले नै मर्छ, यो चाहिँ मलाई कन्फर्म थाहा छ। र यदि मभन्दा अगाडि मेरो डग मऱ्यो भने मेरो पनि हालत यति नाजुक हुन्छ होला। म यति माया गर्छु यसलाई र यसले मलाई यति माया गर्छ नि, त्यसैले गर्दाखेरि म डग लभर्स भएको हुनाले होला होइन। मेरो चाहिँ स्पेसल भनेको चाहिँ यही हो, नथिङ अदर। झापामा चाहिँ यतिखेर तोरी होइन, फिलुङ्गे, फापर केहरू है टन्नै खेती छ। टुल्की आइज, बोलाउँदा सट्टा आउने भनेको चाहिँ यही मात्रै हो कि। यो बोक तेरो कसले बोक्छ? आफै बोक, ल आफै बोकेर जा, ल बोकेर हिँड। त्यो टिप फेरि अगाडि हिँड। मलाई आफ्नो डोरी त आफै बोक्नुपर्छ, यत्रो भइसकिस्। अब तेरो सिङ पलाउँछ कि पुच्छर पलाउँछ? अरू सबैतिर अब कालो पत्र भइसक्यो, ठुल्ठुलो बाटोहरू छ। म चाहिँ बिल्कुल जङ्गलको बिचमा बस्छु। म चाहिँ वास्तवमा भन्यो भने जङ्गली नै हो होइन। र म मान्छे बन्न मलाई अब कति जुनी लाग्छ, तर वास्तवमा जुनी भनेको चाहिँ हुन्छ हुँदैन यो चाहिँ मलाई थाहा छैन। तर मान्छेहरूले सोच्छ होइन, कति जुनी पाएपछि फेरि मान्छे हुन्छ भन्छ, तर मलाई चाहिँ यसमा भरोसा छैन है। र मिल आइपुग्नु लाग्यो। अब धान कुट्छौँ। यहाँ एकजना भाइहरू सेक्सी भाइ, ल मिल चलिरहेको छ। ल म चाहिँ यो ठाउँमा होइन मिलमा आएको बेला है यो ठाउँ आइपुग्यो। यहाँनिर एउटा पसल छ। यो भाइ चाहिँ भाइ के अरे नाम के अरे भाइको? रोशन। यो भाइ चाहिँ यो गाडीको ड्राइभर। यो भाइले चाहिँ भोलादेखि लिएर टाउको दुख्ने दबाई, सलाइन पानी सबै थोक बेच्छ यो गाडीमा। यो हाम्रो गाउँको चाहिँ एकदम व्यापारी होइन, जे बेच्छ। र यहाँनिर अब यस्तो पनि पाउँछ। यो चाहिँ के भाइ? यो चाहिँ यसो तिन पानी भनौँ न, तिन पानी पनि पाउँछ। पानी भनौँ। अनि यहाँ पसल तपाईँहरूलाई म हाम्रो गाउँको पसल अरे गाउँको पसलहरू यस्तो देखाउँछु। गाउँको पसलहरू यस्तो छ। यहाँ एकजना कस्टमर यहाँ आइरहेको छ। भाइ माटोको होइन भाइ? कुन पार्टीको? भोटर गाडी छैन अङ्कल मेरो। अनि भन्न चाहिँ त फर्केन मस्किन, माटो नै हो। ल भाइ माटो, यहाँ भाउजू व्यापारी है। यो चाहिँ बिग्रिँदैन भाउजू? यो कति दिनसम्म चल्छ हौ? अनि बिग्रियो भने चाहिँ के गर्नुहुन्छ? कसले लान्छ कि उसैले हो? अनि तपाईँहरू चाहिँ के गर्छ यो लगेर फ्याक्ट्रीमा फेरि? ए ए ए भाउजू नि सन्चै हुन्छ अहिले? हवस् भने के भयो त होइन भाउजू? जिन्दगीमा होइन कहिले मासु स्याहारेर यति राखेर खाँदै गरेको खोज्दा आउँछ, कहिले बियर तान्दै गरेको जानु मासुमा एकजना मान्छे कमी छ। केटाकेटी हिँडाएर त्यसरी हिँडाउने हो? उसलाई काम गराउने होइन नि त। के गर्छ? तुलसी दाजु के छ? सन्चै हुन्छ? भाइ तिमीलाई किन भुको कुकुरले? गयो लु बस। त्यस्तो अलिकति मान्छेहरूलाई अब यो भुक्छ हो, खोइ किन भुक्छ कोही मान्छेहरूलाई त्यसरी भुक्छ भाउजू कुकुरले नि, किन हो थाहा भएन होइन। होइन कुकुरहरू भनेको अलिकति शङ्का गर्ने खालकोहरू हुन्छ, अनि त्यो भएर पनि होला। अनि यसो केही अहिले त अघि थाहा पाउने खालको हुन्छ। अनि त्यो भाइलाई अघिदेखि किन गरिरहेको थियो, अनि त्यही भएर पनि होला कि। तपाईँहरूले चाहिँ यसरी धान कति रोप्नु भएको? हो छोरो खोइ त छोरो तपाईँको अफिसमा चुनाव आयो भन्छ नि त भाउजू, केमा मत हाल्ने तपाईँ यसरी? सूर्यलाई नै हो यो? सूर्य एकदम सूर्यलाई नै हाल्नुपर्छ। अब के भन्नु त होइन? यत्रो वर्ष बुढाहरूलाई भोट हाल्यो, अब देखेको केही गरेनन्। अब एकचोटि युवाहरूलाई दिँदाखेरि त अब केही गर्छ भने होइन, हामी खास चाहिँ भोट माग्न चाहिँ आएको होइन, अब हामी मिलमा आएको होइन। त्यही पनि अब भाउसँग भेट भइहाल्यो, त्यही भएर यसो कुरा मात्रै गरेको। भोट भनेको आफ्नो इच्छाको कुरा हो, जसलाई हाले पनि हुन्छ होइन। अब हुन त कसैले केही गर्ने चाहिँ होइन भाउजू होइन। अब तपाईँले अब केपी ओलीले जिते पनि तपाईँलाई केही दिने होइन होइन। अब अर्कोले जिते पनि केही हुने होइन कि कसो तुलसी दाइ हो? अनि तपाईँ पनि एमाले पनि भोट लिस्ट छ भने मलाई भन्नु, म नहाल्नु।
फेसबुकै हालिदियो अनि तपाईँको पहिलाको डिटेलहरू त छ नि जिल्ला जानु गौरीगञ्ज जानुपर्छ हुन्छ भाउजूको माइत कहाँ पो भाउजू मेरो यहाँ ओखलढुङ्गा ओखलढुङ्गा यहाँदेखि कति भाडा लाग्छ ओखलढुङ्गा गौरीगञ्ज हो कि 18,000 लाग्छ कहाँदेखि जाने हो ओखलढुङ्गा चाहिँ कुन बाटो जस्तो धनकुटा हुँदै होइन कटाइ हुँदै ए कटारीबाट ए टाढाबाट छ त है ओखलढुङ्गा त टाढा छ ए बिहान 5 बजे हिँड्यो भने बेलुका 4 बजे पुग्छ। ए हो ए टाढा रहेछ ल मेरो अर्को एकजना चाहिँ अब यहाँको खतरा भाइ आयो होइन के त बहन भाइ मोबाइलमा गइहाल्यो मेरो फोटो मेरो त भाइ भाइ टुपी त खतरा भएको छ यार आम्मामा यार यो यस्तो होइन पहन यो यस्तरी आफै हुन्छ कि भाइ बतार्नुपर्छ आफै भएको हँ? आफै भएको यो ऊ हो कि के हो धामी हो कि के हो धाइ पनि होइन हौ म अनि कसरी यस्तो भयो त आफै यस्तो भएको खै के भएर धेर सुतेर टाउको यस्तो यस्तो मिचेको त होइन नि होइन ए ल म त अचम्म लाग्यो यार त्यो भाइको टुपी त नि खतरा रहेछ यार पछि पछि अलिक उमेर गइसकेपछि चाहिँ धामी सामी उत्रिने होला होइन हौ उतिँदैन हौ धामी हो म साधु हो नि त ए साधु हो साधु भनेको मासु माछा नखाने साधु भनेको कि कस्तो खालको साधु भनेको त्यस्तै हो हो खाँदैन मासु मासु माछा पनि खाँदैन ए हो र कहिलेदेखि थुप्रै भयो नि म भएको लगभग ए साधु पो हो 60 सालदेखि भने ए मलाई थाहा भएन यार साधु भएर त भाउसँगले तपाईँ त अलिक बिरामी बिरामी हुन्छ अरे नि भाउजू बिराम मैले सुनेको अलिअलि बिरामी हुन्छ अरे भन्दा यो बिराम भन्ने कुरा चाहिँ कस्तो हो नि भाउजू म बिरामी छु म पनि बिरामी छु मेरो पनि त्यस्तै समस्या हो कि तर म यस्तो बिरामी भएँ भनेर सोचो भने नि हजुर झन् बिरामी हुन्छ हल्ली बल्ली गर्नुपर्छ अनि मात्रै ठिक हुने हो कि सारा त्यस्तो केही पनि हुँदैन यस्तो बिरामले मन गऱ्यो भने चाहिँ खतम हुन्छ मन डरायो भने चाहिँ माइत टाढा रहेछ नि तपाईँको त टाढा छ आमा सालमा एकचोटि जानुहुन्छ होला कि जानु न 2-3 वर्षमा आमा जानु मन लाग्दैन लाग्छ नि तपाईँहरू त लभ म्यारिज होला नि मागिले बिस्कुट चाहिँ यता मागेको होइन र होइन दिदीले पो बिस्कुट मागेको जस्तो लाग्यो बोल्नु परेन यदि खाने ल मैले चाहिँ मेरो गाउँको है पसल पनि देखाएँ तपाईँहरूलाई गाउँमा पसल भए पनि टुक्रा टुक्री चाहिँ बिक्री भइरहेन कि भाउजू धेरै चल्छ नि यहाँ कति जतिको चाहिँ हुन्छ दिनमा यो राजदाईको पहिला पसल धेरै चल्थ्यो मतलब अब गाई त गिलास पुग्छ दसैँ तिहारमा चाहिँ अलिकति राम्रो चल्छ होला है दिनमा 10,000को बिक्छ हिसाब राख्दैन अलिअलि बिच्छ ए पहिला धेरै गाउँमा अब ठिकै छ त्यतिको मिल त घरमै पनि छ हाम्रो ए छ छ नि पर कि यहाँ पर ए पर घर पर मिल छ तर अलिकति धान चाहिँ यहाँ जङ्गलमै थियो मकै धान सबै अनि त्यो जङ्गलदेखि फेरि यता लिएर सानो खालको मिल राख्नु अनि त्यो उता लानुभन्दा यता ल्याउनु नजिक हो नि त ठुलो उही त त्यही भएर यता हुन ल्याएको चाहिँ भाउजूको फोन आयो धान त राम्रो पेल्छ भनेर भनिन्थ्यो मावाले सुन्नु अरे हेलो यता फर्केर बोल्नु हो नमस्ते के छ सन्चै छु त गर्दैछु त के छ ए त्यतिकै गरेको नि त्यस्तो मिल्दैन अरे कि आफ्नो बाइक अझै कुनै हालतमा मिल्दैन रहेछ धेरै तिरेर हाम्रो कृष्ण भाइ आयो अब भोला खान्छ यसले मेरो एकदम ठिक छ भाइ के छ नि भाइ तेरो खबर के छ नि खेतीपाती के हुँदैछ खेतीपाती ठिकै छ राम्रै छ अहिलेसम्म चाहिँ हो
पैसा आउँदैछ विदेशबाट अलिअलि ए हो बुहारीलाई के भन्नु छ भिडियोबाट केही छैन अहिले अब बिहान बेलुकै दिउँसो गफ हुने त्यही पनि त यसो भिडियोमा 2 शब्द केही छ भने भन्दैन त नि के हुन्छ नि अहिले केही छैन अहिले आमामा हेर बुढी विदेश गएको बुढीलाई केही सन्देश केही छैन छैन बिर्सिदिएको ह कहाँ बिर्सिनु हो बिर्सिन त अनि के त्यहाँ गर्दै गर्नु माटो भन्दै भिडियो आएकै गर्छ तपाईँको त मेरो ठ्याक्कै माटै चाहिँ मैले भनेको छुइनँ भाइ होइन तर अब अन्तिममा माटोतिर होला जस्तो लागिरहेको छ मलाई कुरो बुझ्दाखेरि चाहिँ माटो इज बेस्ट लिडर अफ नेपाल भनेर कि त्यही भएर अहिले अब त्यो गर्नु त गर्ने हो तर अब बोली रुखो छ कि त्यही भएर भड्किहाल्छन् मान्छे जो मान्छे इमान्दार सच्चा र दिल सफा हुन्छ नि त्यो मान्छे जहिले रुखो बस्छ मेरो भनेको कस्तो भन्नु त मनमा पाप नहुने मान्छेले भन्नु सक्यो होइन यो चाहिँ डोरामारी भन्ने ठाउँ डुँडामारी भन्ने पनि छ तर डोरामारी यो चाहिँ डोरामारी यताबाट चाहिँ यो चाहिँ यता सिधै इन्डिया जाने बाटो भनौँ अब यो डोरामारी हुँदै इन्डिया जाने यो भनेको चाहिँ जोरघरे जाने बाटो र यो भनेको चाहिँ स्कुल जन बजार निस्किन्छ र यो बाटो भनेको चाहिँ यहाँ चाहिँ 4 बाटो छ नि त यो 4 बाटो यो बाटो भनेको चाहिँ मेरो घरतिर जाने जङ्गलको बाटो छ है यहाँनिर 4 बाटो र मेरो चाहिँ जङ्गलतिर जाने बाटो म चाहिँ जङ्गलमा बस्छु र मेरो चाहिँ बाटो यो यहाँ मिल छ मिलमा चाहिँ मैले ल्याएको धान चाहिँ यो हो यो मैले ल्याएको धान अब यो धान चाहिँ यहाँ कुट्नु पर्ने यहाँबाट किराएको छ किरा यतापट्टि भएको रहेछ तेल साउजीहरू साउजी तपाईँहरूको गाउँमा आज धान कुट्न आयो कि म धान पनि छिटै भयो कति वर्ष पुग्नु भयो हेन्सी देख्नुहुन्छ त म मेरो मोबाइलको 75 मा कुद्दैछु 75 मा सन्चै आराम कुशलै हुन्छ नि एकदम हो लु हेर्न हामी लाग्यौँ ल अब हाम्रो त परको जङ्गल छ त्यहाँ हो त्यहाँ हो मेरो घर है म चाहिँ त्यहाँ जाँदैछु अहिले चाहिँ धान कुटेर कपाल यस्तो भयो है कपाल पनि साह्रै राम्रो छ होइन यहाँ मात्रै छ पछाडि छैन यहाँ मात्रै छ कपाल पनि ल हेर्न बाई बाई कता पर्छ जस्तो 4 मा तिमीहरूको घर यो भान्सा हो यो भान्सा यता बस्ने ठाउँ ए क्या हेन्सी छ जस्तो ल परेको छैन छ भने सुनेको थिएन गुड्डुसँग कि गुडियासँग परेको छ अरे ल गएको ल के भन्छ पुरा फुले जस्तो भयो त तिमी त नि अब यो धनकुटा पुगेर आएको हजुर अब त्यस्तै हो नि अब भनेर के भन्नु त्यही त धनकुटा पुगेर आए धनकुटा पुगेर आएपछि यस्तो म चाहिँ यो ठाउँमा एक्लो बसे पनि घरिघरि मेरो भान्जा चाहिँ म भएको ठाउँमा आउँछ सपोर्टको लागि सपोर्ट यसो कहिले कहिले आउँछ होइन प्राय म भएको ठाउँमा चाहिँ कोही पनि हुन्न सिङ्गल बस्छु म एक्लो त्यो भएर कहिले कहिले चाहिँ मलाई पनि साह्रै वाक्क लाग्छ कि केही बस्नु एक्लै जस्तो पनि लाग्छ तर जे होस् घरिघरि भान्जा आएको दिन मेरो अलिकति दसैँ भए जस्तो हुन्छ अरू कोही त्यस्तो अलिक मिल्ने साथीहरू आएको दिन चाहिँ मलाई अलिक दसैँ जस्तो लाग्छ अरू बेला चाहिँ सन्नाटा छाउँछ लाइफमै सन्नाटा छाउँछ होइन त्यही पनि मान्छेले काल पर्खिने हो कुन दिनसम्म आफ्नो दिन आउँदैन तबसम्म कसरी बस्नु भन्ने अब आफ्नो लेखान्तमा छ तबसम्म त्यसरी नै बस्ने हो जस्तो मलाई लाग्छ त्यसैले आजको मेरो यात्रा आजको दिनको यस्तो भयो होइन हामीले धान कुटेर बाहिर राख्यौँ बाहिर राखेर अहिले हामी आउँदैछौँ र अब भरे सिटीवालाले चाहिँ एकछिनमा ल्याएर घरमा ल्याइदिने भन्ने शर्तमा चाहिँ हामीले उहीँ छोडेर आएको छौँ होइन तपाईँहरूलाई मेरो भ्लग कस्तो लाग्छ है पहिलादेखि त मैले अब मेरो पहिलादेखि नै मैले भ्लग गरिरहेको थिएँ तर बिचमा त्यस्तै के भएर मैले भ्लग गर्न छोडेको थिएँ र आज फेरि मोड चल्यो त्यही भएर म आज भ्लग गर्दैछु आज 1-2 शब्द जाओस् न त अब के छ अब हामी जाँदैछौँ मिलमा अब धनकुटा पुगेर आएको हामी अब त्यहाँ छोडेर आएको छौँ अब एकछिनमा फेरि आउनु पर्ने त्यस्तै छ अब सफारी अब अलिकति आधी घन्टा पछाडि आउने भन्ने कुरो भएर
अहिले चाहिँ हामी घरतिर जाँदैछौँ। अब त्यस पछाडि हामी फेरि आउँछौँ। अहिले चाहिँ अब हामी जाँदैछौँ भनौँ न। अब म चाहिँ अब हामी फेरि एकचोटि फेरि अर्कै ठाउँमा घुरेर आउनुपर्ने भएको छ। मैले अनलाइनदेखि सामानहरू मगाएको थिएँ। त्यो सामान लिएर भाइ डेलिभरी चाहिँ मेरो त्यो जङ्गलमा पुगेछ है, जङ्गलमा पुगेछ। अनि त्यसले मलाई नभेटेपछि चाहिँ खोज्दै मलाई त्यो भाइ यी मिलमै आइपुगेको थियो र मिलमा चाहिँ मसँग पैसा थिएन। पैसा नभएपछि ती मिलदेखि मागेर चाहिँ मैले भाइलाई पे गरेको छु र त्यो पैसा चाहिँ अहिले एकछिनमा ल्याइदिन्छु भनेको छु। अब घर गएर फेरि टुल्की र म चाहिँ फेरि भान्जा चाहिँ घर जान्छन्। भान्जा चाहिँ घर गएर तोरीसोरी राखेर खानासँगै खानु होला नि दादा, होइन? भान्जा आउनु चाहिँ बिहानै आएको, तर हामीले खाना चाहिँ पकायौँ। तर फेरि भान्जाले चाहिँ अलिकति माकातुका खाएपछि खाना खाँदो रहेछन्। त्यही भएर म पनि एक्लो भएर खासै खाइनँ र हामीले बिहान पकाएको भात त्यत्तिकै छ होइन। सुँगुरको मासु पनि छ र खाएको चाहिँ छैन। अब फेरि अहिले बेलुका चाहिँ खाने कुरो छ। यदि भान्जा आयो भने भात खुवाइ हुन्छ, भान्जा आएन भने भात खाइँदैन, किनकि भात रुच्दैन। त्यसैले गर्दा भान्जा तिमी आउँछ कि आउँदैनौ? आउने तिमी आयो भने म भात खाने हो, तिमी आएन भने म भात खाँदिनँ होइन। त्यो भात फेरि भोलि बिहान कुखुरालाई दिने हो। मलाई खासै एक्लै खाना रुच्दैन के भएर। अब म कुन दिनदेखि फेरि म यो मेरो जङ्गलको घर छोडेर म आफ्नै मूल घरतिर जान पनि सक्छु। किनकि मलाई आजकल किन मन हुन्छ चञ्चल भएको छ हो। त्यसैले गर्दाखेरि चाहिँ मन अलिक बिग्रिरहेको छ नि त। तपाईँहरूले मेरो भ्लग हेर्नुहुन्छ भने मेरो भ्लगमा मेरो टिकटक आइडी पनि जितेन थुलुङ 22 छ होइन। तपाईँहरूलाई मनपर्छ भने मेरो टिकटक आइडी पनि भिजिट गर्नु होला होइन। र अब फेसबुकमा जेबीआरटी भन्ने छ, फेसबुकमा पनि तपाईँ यसो एक दुईवटा कुराहरू यसो यस्ता कुराहरू मेरो जेबीआरटीमा पनि यसो हेर्न सक्नुहुन्छ।